हिमालयन बैंकको नयाँ मोबाइल बैंकिङ एप फाइनली चलिसकेको छ। पहिला हाइएमबी भन्ने मोबाइल बैंकिङ एप थियो। बैंकले आफ्नो कोर बैंकिङ सिस्टम अपडेट गरिसकेपछि त्यो हाइएमबी भन्ने एपलाई रिप्लेस गरेर अहिले हाइएमबी प्लस भन्ने एउटा नयाँ एप निकालेको छ। तपाईहरु नेपालमा अथवा विदेशमा जहाँसुकै भए पनि त्यो नयाँ मोबाइल बैंकिङ एपलाई एक्सेस गरेर मजाले लगइन गर्न सक्नुहुनेछ। लगइन आइडी चाहिँ पुरानै हुन्छ, तर पासवर्ड चाहिँ अहिले आफैले नयाँ क्रिएट गर्नुपर्ने व्यवस्था रहेको छ। त्यसको लागि सबैभन्दा पहिले हजुरहरूले एप स्टोर अथवा प्ले स्टोरबाट नयाँ एप डाउनलोड गर्नु होला। पहिले नै हजुरले डाउनलोड गरिसक्नु भएको छ भने त्यसलाई अनइन्स्टल गरेर फेरि फ्रेश एउटा नयाँ एप डाउनलोड गर्नु होला। पुरानो भर्जनमा केही न केही समस्या देखिन सक्छ। एप खोलेर सुरुमै लगइन गर्दा लगइन गर्न सकिँदैन, विभिन्न किसिमका एररहरू देखाउला। युजर नेम चाहिँ त्यही नै हो, हामीले केही पनि गर्नु परेन। अबको हाम्रो स्टेप भनेको पासवर्ड प्राप्त गर्नु हो र त्यसको लागि नयाँ एपमा फेरिबाट रजिस्टर गर्नुपर्ने सिस्टम रहेछ। रजिस्टर गर्नको लागि यहाँनिर रजिस्टर एक्टिभेसन लेखेको ठाउँमा क्लिक गर्नु होला। त्यसपछि खुलेको स्क्रिनमा इनरोल योर एकाउन्ट र एक्टिभ योर एकाउन्ट लेखेको दुईवटा अप्सन देख्न सकिन्छ। पहिला माथिको यो अप्सनमा जहाँनिर एरो छ त्यही क्लिक गर्नु होला। क्लिक गरेपछि एउटा सामान्य फर्म खुल्नेछ। यो फर्ममा हजुरहरूले आफ्नो नाम, एकाउन्ट नम्बर, मोबाइल नम्बर, इमेल एड्रेस राखेर कन्टिन्यू गरिदिनु होला। तर यहाँनिर खास गरी समस्या आउँछ, किनभने एकाउन्ट नम्बर चाहिँ चेन्ज भएको छ। हामीले पुरानो एकाउन्ट नम्बर यसमा राखेर हुँदैन, नयाँ एकाउन्ट नम्बर राख्नुपर्छ। यदि तपाईलाई नयाँ एकाउन्ट नम्बर थाहा छैन भने आफ्नो पुरानो एकाउन्ट नम्बरबाट पनि नयाँ एकाउन्ट नम्बर जेनेरेट गर्न सकिन्छ। त्यो उपाय चाहिँ म भिडियोको अन्तिममा बताउने छु। अहिलेलाई चाहिँ मोबाइल बैंकिङमै फोकस गरौँ। यो फर्मलाई फिलअप गरेर जस्ट कन्टिन्यू गरेपछि तुरुन्तै एउटा टर्म एन्ड कन्डिसन देखिन्छ। यहाँनिर टिक मार्क गरेर एक्सेप्ट गरिदिनु होला। त्यसपछि स्क्रिनमा एउटा क्याप्चा भेरिफिकेसन माग्छ। क्याप्चा टाइप गरेर फेरि भेरिफाई गरिदिनु होला। क्याप्चा सही भर्नु होला। मिस्टेक भरियो भने फेरि अगाडि बढ्न सकिँदैन। बरु क्याप्चा गाह्रो लाग्यो भने यो एरोमा क्लिक गरेर नयाँ क्याप्चा पनि जेनेरेट गर्न सकिन्छ, तर क्याप्चा गलत राखेर अथवा ब्ल्याङ्क छोडेर अगाडि चाहिँ बढ्न मिल्दैन। यति भएपछि तपाईको मोबाइल बैंकिङ इनरोल चाहिँ सक्सेस भयो। यसपछि अब हामी एकाउन्ट एक्टिभेसनको प्रोसेसतर्फ लाग्नुपर्छ। तर त्योभन्दा अगाडि यदि तपाईलाई इन्टरनेट बैंकिङ पनि रिक्वेस्ट गर्न मन छ भने यही स्क्रिनबाट यहाँ क्लिक गरेर रिक्वेस्ट गर्न सकिन्छ। यदि इन्टरनेट बैंकिङतिर जानु छैन भने यहाँनिर एक्टिभ योर प्रोफाइलमा क्लिक गर्नु होला। त्यसपछि एक्टिभेसनको प्रोसेस सुरु हुन्छ र यस्तो स्क्रिन खुल्नेछ। यो स्क्रिन खुल्ने बेलासम्म तपाईलाई एसएमएस र इमेलमा एउटा नोटिफिकेसन आएको हुन्छ। त्यो दुवै ठाउँमा एउटा कोड पठाएको हुन्छ बैंकले। त्यो कोडलाई यो एक्टिभेसन कोड लेखेको ठाउँमा इनपुट गर्नु होला र माथिको युजर नेम चाहिँ पुरानै हाइएमबी को हुनेछ। युजर आइडी पनि राखेर अनि भेरिफाई गरिदिनु होला। अब पासवर्ड क्रिएट गर्ने ठाउँमा पुगियो। कुनै स्ट्रङ पासवर्ड राख्नु होला अथवा यहाँ भने जस्तै क्राइटेरिया पुर्याएर पासवर्ड राख्नु होला। यदि पासवर्डको रिक्वायरमेन्ट पुगेन भने चाहिँ त्यो पासवर्डलाई सिस्टमले एक्सेप्ट गर्ने छैन। यहाँ भने जस्तै गरी स्ट्रङ पासवर्ड राखेर यहाँ क्रिएट पासवर्ड लेखेको ठाउँमा क्लिक गरिदिनु होला। यति भएपछि अब नयाँ पासवर्ड सेट भयो। युजर नेम त हामीसँग पहिलाको छँदैछ, अब नयाँ पासवर्ड पनि पाइयो। अब कन्टिन्यूमा क्लिक गरेर लगइन स्क्रिनमा जानु होला। भर्खरै राखिएको नयाँ पासवर्ड र पुरानो आइडी यहाँ राखेर साइन इन गर्नु होला। सुरुमै नोटिफिकेसन एक्सेस माग्छ, अलाउ गरिदिनुस्। फेरि टर्म एन्ड कन्डिसन देखिन्छ, यसलाई पनि टिक लगाएर एक्सेप्ट गरिदिनु होला। त्यसपछि सिस्टमले अटोमेटिकली पिन सेटअप गर्ने ठाउँमा पुर्याउँछ। अहिले नै तपाईलाई सेटअप गर्न मन छ भने प्रोसिड गरिदिनु होला अनि तलमाथि नयाँ 6 अङ्कको पिन राखेर कन्फर्म गरिदिनु होला। तर अहिलेलाई तपाईले पिन राख्नु छैन भने क्यान्सल गरिदिनुस्। पछि पनि पिन सेट गर्न सकिने कुरा हो, केही पनि फरक पर्दैन, अहिले गरे पनि पछि गरे पनि। मोबाइल बैंकिङ अझै स्मुथ चाहिँ भइसकेको छैन, कहीँ कहीँ ल्याग गर्छ। त्यस्तै मोबाइल बैंकिङ एक्टिभ गर्ने क्रममा कहीँ हामीले गलत डिटेल राख्यौँ भने पछि गएर एरर हुन्छ, तर ठ्याक्कै के डिटेल गलत राखियो भन्ने कुरा हामीले थाहा पाउन सक्दैनौँ। त्यसकारण बरु अलिकति टाइम लिएर सही डाटा मात्रै भरेर अगाडि बढ्ने कोसिस गर्नु होला। यसरी आफ्नो मोबाइल बैंकिङ एपलाई लगइन गर्न सक्नुहुनेछ। अब आफ्नो नयाँ एकाउन्ट नम्बर कसरी पत्ता लगाउने त्यो उपाय पनि हेरौँ है त। मैले थाहा पाए अनुसार 3वटा तरिकाबाट हामीले नयाँ एकाउन्ट नम्बर पत्ता लगाउन सकिन्छ। मेरो सेयर, कनेक्ट आइपिएस र बैंकको वेबसाइटबाट। मेरो सेयर र कनेक्ट आइपिएसबाट चाहिँ सम्बन्धित युजरहरूले मात्र प्रयोग गर्न र खाता नम्बर पत्ता लगाउन सकिन्छ भने बैंकको वेबसाइटबाट चाहिँ सबै किसिमका व्यक्तिहरूले आफ्नो नयाँ एकाउन्ट नम्बर पत्ता लगाउन सक्नुहुनेछ। हुन त डाइरेक्ट बैंकमै गएर पनि कन्ट्याक्ट गरेर सोध्न सक्ने अप्सन त छँदैछ, त्यही पनि सबैजनालाई बैंकमै कन्ट्याक्ट गर्न सम्भव हुँदैन। सबैजना देशभित्रै हुनुहुन्छ भन्नु पनि छैन। त्यसकारण जो जहाँ हुनुहुन्छ तपाईको लागि जुन उपयुक्त हुन सक्छ यी 3वटा मध्ये कुनै एउटा तरिका प्रयोग गर्नु होला। पहिला मेरो सेयरमा जाउँ। यदि तपाईँ मेरो सेयर युजर हुनुहुन्छ अनि हिमालयन बैंकबाट पहिला आइपिओ अप्लाई गर्नुभएको थियो,
अथवा जस्ट सिआरएन नम्बर लिनुभएको थियो भने मेरो सेयरबाट तपाईँले पत्ता लगाउन सक्नुहुन्छ। त्यसको लागि मेरो सेयर लगइन गर्नुहोला अनि यो 3वटा लाइनमा क्लिक गर्नुहोला। त्यसपछि ब्याङ्क रिक्वेस्ट, त्यसपछि यहाँ सिलेक्ट योर ब्याङ्क लेखेको ठाउँमा हिमालयन ब्याङ्क टाइप गरेर चुज गर्नुहोला। चुज गर्ने बित्तिकै यहाँ तल तपाईँको नयाँ एकाउन्ट नम्बर अटोमेटिकली जेनेरेट हुनेछ। त्यस्तै तपाईँ यदि कनेक्ट आइपिएसको युजर हुनुहुन्छ भने तपाईँले लिङ्क गरेको हिमालयन ब्याङ्कको एकाउन्ट नम्बर अपडेट भएर त्यहाँ नयाँ एकाउन्ट नम्बर आउनेछ। तर मैले यो भिडियो बनाउने बेलासम्म कनेक्ट आइपिएसमा चाहिँ अपडेट भइसकेको थिएन। सायद तपाईँले हेर्ने बेला पछि यो अपडेट भएर नयाँ एकाउन्ट नम्बर आउनेछ। त्यस्तै तेस्रो अप्सन चाहिँ अब सबै प्रयोगकर्ताहरूको लागि हुनेछ ब्याङ्कको वेबसाइटबाट। त्यसको लागि गुगलमा गएर अथवा कुनै ब्राउजरमा गएर हिमालयन ब्याङ्क टाइप गर्नुहोला। सबैभन्दा माथि हिमालयन ब्याङ्कको वेबसाइट देखिनेछ, वेबसाइटमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ न्यू एकाउन्ट र लेन्स लेखेको यो चित्र देख्नुहुनेछ। यो चित्रमा क्लिक गर्ने बित्तिकै यस्तो डायलग बक्स खुल्छ। यसमा तपाईँले आफ्नो पुरानो 14 अङ्कको खाता नम्बर राखिदिनु होला। त्यसपछि इमेल अथवा एसएमएस लेखेको ठाउँमा कुनै एउटा ठाउँमा क्लिक गर्नुहोला। तपाईँसँग जुन चिजको एक्सेस छ त्यसमा क्लिक गर्नुहोला। यदि इमेल तपाईँसँग उपलब्ध छ भने इमेलमा क्लिक गर्नुहोस्। यदि सिम तपाईँसँगै उपलब्ध छ, आएको एसएमएस तपाईँले हेर्न सक्नुहुन्छ भने एसएमएसमा पनि क्लिक गर्दा हुन्छ। दुवै एक्सेस छ भने तपाईँले जहाँ क्लिक गर्दा पनि हुन्छ। अनि सबमिट गरिदिनुहोस्। सबमिट गर्ने बित्तिकै ब्याङ्कले एसएमएसमा अथवा इमेलमा एउटा ओटिपी पठाउनेछ। ओटिपी चाहिँ 6 अङ्कको हुनेछ। त्यो 6वटा अङ्कहरूलाई यो 6वटा बक्समा फिलअप गरिदिनु होला। अनि भेरिफाई ओटिपी लेखेको ठाउँमा क्लिक गर्नुहोला। यदि तपाईँले ओटिपी पाउनु भएन भने फेरि रिसेन्ट ओटिपी लेखेको ठाउँमा क्लिक गर्न सकिनेछ। भेरिफाईमा क्लिक गर्ने बित्तिकै तपाईँको नयाँ खाता नम्बर, पुरानो खाता नम्बर सहित सम्पूर्ण ब्याङ्क एकाउन्टको डिटेल देखिनेछ। यहीँबाट तपाईँले नयाँ खाता नम्बर प्रयोग गर्नुहोला। यो त थियो हिमालयन ब्याङ्कको नयाँ मोबाइल ब्याङ्किङ एप हाइएमबी प्लस भन्ने एपलाई कसरी लगइन गर्ने अनि ब्याङ्कको नयाँ एकाउन्ट नम्बर कसरी पत्ता लगाउने भन्ने विषयमा भिडियोबाट केही कुरा सिक्नु पाउनु भएको भए एउटा लाइक गरिदिनु होला। अनि यदि सब्सक्राइब गर्नु भएको छैन भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। केही कुरा नबुझ्नु भएको भए कमेन्टमा लेख्ने ठाउँ छँदैछ। यस भिडियोमा चाहिँ यति नै।